थोमस एडिसन, यो नाम सुन्ने बित्तिकै हाम्रो दिमागमा एउटा आविष्कारकको चित्र आउँछ, हैन त? एक यस्तो मान्छे जसले साँच्चै भन्नुपर्दा हाम्रो आजको दुनियाँलाई आकार दियो। तर उनको कथा हामीले सोचे भन्दा धेरै गहिरो र भनौँ न रोचक छ। ल सुरु गरौँ है त। 1093 वटा अमेरिकन पेटेन्ट। सोच्नुस् त, यो कति ठूलो संख्या हो। एडिसनले आफ्नो जीवनकालमा यति धेरै आविष्कारहरू आफ्नो नाममा दर्ता गराए। यही कारणले त उनी इतिहासकै सबैभन्दा प्रोलिफिक, मतलब सबैभन्दा धेरै आविष्कार गर्ने व्यक्तिहरूमध्ये एक मानिन्छन्। अनि उनका हरेक आविष्कारले कुनै न कुनै तरिकाले हाम्रो जीवन जिउने तरिकालाई छोएको छ। तर यहाँ एउटा प्रश्न उठ्छ, यति धेरै आविष्कारहरूमध्ये उनको सबैभन्दा ठूलो आविष्कार चाहिँ कुन थियो? धेरैले तुरुन्तै भन्छन् बिजुलीको बत्ती। तर के जवाफ त्यही हो त? सायद होइन। उनको सबैभन्दा महत्त्वपूर्ण योगदान त्यो चम्किलो बल्ब भन्दा पनि केही अर्कै, अझ आधारभूत कुरा थियो। एडिसनको विरासतलाई साँच्चीकै बुझ्नको लागि हामीले उनको सबैभन्दा चर्चित आविष्कार त्यो बल्ब भन्दा पर हेर्नुपर्छ। हो, पक्कै पनि यी आविष्कारहरूले संसारै बदलिदिए। फोनोग्राफले पहिलो पटक मान्छेको आवाज रेकर्ड गर्यो। मोसन पिक्चर क्यामेराले त एउटा पुरै नयाँ उद्योग, फिल्म उद्योगलाई नै जन्म दियो। तर यी त उनको विशाल कामको एउटा सानो अंश मात्रै हुन्। एडिसनको कुरा गर्दा धेरैको मनमा एउटा चित्र आउँछ, हैन? अन्धारो कोठामा एक्लै काम गरिरहेको एक जिनियस, अनि अचानक बत्ती बले जस्तै दिमागमा युरेका भनेर आइडिया आउँछ। तर वास्तविकता त्यो कथाभन्दा बिल्कुलै फरक थियो, एकदमै फरक। उनी एक्लो जिनियस थिएनन्, बरु उनी त एउटा सिस्टमेटिक प्रक्रिया चलाउने एक कुशल टिम लिडर थिए। उनको वास्तविक प्रतिभा भनेको कुनै वस्तु बनाउनु मात्र थिएन, बरु आविष्कार गर्ने एउटा पुरै नयाँ तरिका, एउटा पुरै नयाँ सिस्टमै बनाउनु थियो। उनको यात्रा सुरु भएको थियो एक टेलिग्राफ अपरेटरको रूपमा। तर उनको पहिलो पेटेन्ट, एउटा भोट रेकर्डर, बजारमा नराम्रोसँग फेल भयो। यसबाट उनले एउटा ठूलो पाठ सिके, त्यस्तो चीज मात्रै बनाउने जुन बजारलाई साँच्चै चाहिएको छ। यही सोचले उनलाई मेन्लो पार्क स्थापना गर्नतिर डोर्यायो। मेन्लो पार्क यो सामान्य वर्कसप मात्रै थिएन, यो त संसारकै पहिलो इन्डस्ट्रियल रिसर्च ल्याबोरेटोरी थियो। एउटा यस्तो ठाउँ जसको एउटै मात्र उद्देश्य थियो लगातार एकपछि अर्को नयाँ आविष्कारहरू उत्पादन गरिरहने। भन्नुको मतलब यो ल्याब आफैमा एउटा क्रान्तिकारी आविष्कार थियो। यो ठाउँ कुनै एक्लो जिनियसको लागि थिएन। यहाँ त मकर्स भनिने इन्जिनियर, मेसिनिस्ट, भौतिक शास्त्रीहरूको पुरै टिम थियो। उनीहरू सँगै मिलेर काम गर्थे, रिसर्च गर्थे अनि फटाफट प्रोटोटाइपहरू बनाउँथे। र हो, कहिलेकाहीँ लामो रातसम्म काम गरेपछि आराम गर्नको लागि पाइप अर्गनमा गीत पनि गाउँथे। यही टिम वर्कको एउटा उत्कृष्ट नतिजा थियो सन् 1877मा फोनोग्राफको आविष्कार। जब एडिसनले मेसिनमा मेरी ह्याड अ लिटल ल्याम्प भनेर गाए र मेसिनले उही आवाज फिर्ता बजायो, त्यो क्षणले प्रमाणित गर्यो कि यो आविष्कार कारखानाले साँच्ची नै चमत्कार गर्न सक्थ्यो। त्यसो भए उनको सफलताको रहस्य के थियो त? कुनै जादु थिएन, बरु एउटा सिस्टम थियो। पहिलो, बजारमा के चाहिएको छ त्यो पत्ता लगाउने, त्यसपछि हजारौं पटक परीक्षण गर्ने, डाटा हेरेर, र अन्त्यमा एउटा सामान मात्र होइन, त्यसलाई चलाउन चाहिने पुरै सिस्टम बनाउने। अनि यो कुरा लाइट बल्बको कथामा एकदमै स्पष्ट देखिन्छ। एडिसनले धेरै टिक्ने फिलामेन्ट मात्रै आविष्कार गरेका थिएनन्, उनले त बिजुली उत्पादन गर्ने जेनेरेटर, घरसम्म बिजुली पुर्याउने तार अनि ग्राहकले कति बिजुली बाले भनेर नाप्ने मिटरसम्म यो पुरै सिस्टमको आविष्कार गरेका थिए। तर एडिसनको यो भिजनले एउटा ठूलो चुनौतीको सामना गर्नु पर्यो, जसले बिजुलीको भविष्य कस्तो हुनेछ भनेर निर्धारण गर्ने एउटा ठूलो लडाईँ नै सुरु गर्यो। यो लडाई थियो डाइरेक्ट करेन्ट डीसी र अल्टरनेटिङ करेन्ट एसी बीचको। एडिसन डीसीको पक्षमा थिए भने जर्ज वेस्टिङहाउस र महान निकोला टेस्ला एसीको पक्षमा। डीसी सुरक्षित थियो, तर लामो दूरीसम्म पठाउन महँगो र गाह्रो थियो। अर्कोतिर एसी 100औं माइल टाढासम्म पठाउन सकिन्थ्यो, तर यसको हाई भोल्टेजलाई खतरनाक मानिन्थ्यो।
हो, यहीँनिर एडिसनको एउटा अलि अँध्यारो पाटो देखिन्छ। आफ्नो डिसी साम्राज्य खतरामा परेपछि उनले एसी करेन्ट कति खतरनाक छ भनेर देखाउनका लागि सार्वजनिक रूपमा जनावरहरूलाई करेन्ट लगाएर मार्ने जस्ता कामहरू समेत गरे। उनले एसीलाई मृत्युसँग जोड्न यतिसम्म गरे कि मृत्युदण्ड दिने इलेक्ट्रिक चेयरमा एसी करेन्ट प्रयोग गर्न लबिङ गरे, ताकि मानिसहरूको दिमागमा वेस्टिङ हाउस भन्ने नाम नै मृत्युसँग जोडिन पुगोस्। यो एउटा निकै नै क्रूर व्यापारिक चाल थियो। तर अन्त्यमा प्रविधि र अर्थशास्त्र नै हावी भयो। एसी सिस्टम धेरै नै प्रभावकारी र सस्तो थियो। एडिसनको कम्पनी अन्ततः आफ्ना प्रतिस्पर्धीहरूसँग गाभियो र जेनरल इलेक्ट्रिक बन्यो। तर यो नयाँ कम्पनीको नामबाट एडिसन शब्द हटाइएको थियो। करेन्टको युद्धमा हारे पनि एडिसनको कथा त्यतिमै सकिँदैन। उनको जीवन र उनले छोडेर गएको विरासत त्योभन्दा धेरै जटिल र प्रेरणादायी छ। एडिसनको सबैभन्दा ठूलो शक्ति सायद उनको कहिले हार नमान्ने बानी थियो। जब उनको फलाम खानीको ठूलो प्रोजेक्ट डुब्यो, उनले हरेस खाएनन्, बरु तिनै मसिनहरूलाई सिमेन्ट बनाउन प्रयोग गरे। उनले सधैँ नयाँ नयाँ क्षेत्रहरूमा आविष्कार गरिरहे, जस्तै मोसन पिक्चर्स र सुधारिएको ब्याट्रीहरू। आफ्नो व्यावसायिक जीवन बाहेक एडिसनको एउटा व्यक्तिगत पाटो पनि थियो। उनले हेनरी फोर्ड र हार्वी फायरस्टोन जस्ता ठूला उद्योगपतिहरूसँग गहिरो मित्रता गाँसे। उनीहरू सँगै मिलेर क्याम्पिङ यात्रामा जान्थे र आफूलाई द भागाबर्न्स भन्थे। उनीहरूको यी यात्राहरू यति चर्चित थिए कि पत्रिकाहरूले लाखौं डलर बराबरको दिमाग छुट्टीमा जस्ता हेडलाइनहरू छाप्थे। यसले उनीहरूको त्यो समयको उचाइ र मित्रताको गहिराई दुवै देखाउँछ। यो सायद एडिसनको सबैभन्दा प्रसिद्ध भनाइ हो र यसले उनको काम गर्ने पुरै तरिकालाई बताउँछ। उनका लागि हरेक असफलता वास्तवमा सिक्ने एउटा मौका थियो, एउटा यस्तो प्रक्रिया जसले उनलाई सही जवाबको झन्झन नजिक पुर्याउँथ्यो। र अब फेरि सुरुको प्रश्नमा फर्कौं। यति धेरै सफलता, असफलता र 1093 वटा पेटेन्टहरू पछि आखिर उनको सबैभन्दा ठूलो, सबैभन्दा दिगो योगदान के थियो त? जवाफ यो हो, उनको महानतम आविष्कार लाइट बल्ब, फोनोग्राफ वा क्यामेरा थिएन। उनको महानतम आविष्कार थियो मेन्लो पार्क आफै, त्यो आविष्कार कारखाना। उनले आविष्कारलाई एउटा व्यवस्थित, दोहोर्याउन सकिने र नाफा कमाउन सकिने प्रक्रियामा बदले। छोटकरीमा भन्दा उनले आविष्कार गर्ने तरिकालाई नै आविष्कार गरे र त्यही नै हाम्रो आधुनिक संसारको जग बन्यो।